हेलो गाइस वेलकम टु द माई न्यू ब्लग एगोरी ब्लगमा तपाईँहरूलाई सबलाई स्वागत छ कृपया लास्टसम्म हेरिदिनु होला आज फेरि पनि म न्यू ब्लग लिएर आउँ कस्तो हुन्छ यसो लास्टसम्म हेरिदिनु होला कृपया स्किप नगरिदिनु होला होइन अब एसिसकेर अब टक्क बनाइदिउँ न 3 महिना छुट्टीकोमा यसो आज चाहिँ यसो घुमघामी गाउँको टक्क गाउँतिरै यसो बनाइदिउँ न भनेर अनि यसो आज चाहिँ भ्लग बनाइदिएको कृपया लास्टसम्म हेरिदिनु होला आज चाहिँ बाबालाई अर्कै हुनेछ भिडियो होइन आज चाहिँ गोप्रोबाट बनाउने छु कस्तो हुन्छ यसो देख्न सक्नुहुन्छ यहाँ सेटिङ मिलाउँदैछ दाइहरूले ए अब अहिले भेटौँला नि त अहिले जाने बेलामा ल एकछिनमा भेटौँला गाइज ल फाइनली गाइज हामी जाँदैछौँ होइन अब अरू भिडियो चाहिँ गोप्रोमा हेर्नु होला यति भन्दै ल हामी चल्दैको बाई बाई रेडिल पुगिसक्यो देख्न सक्नुहुन्छ हामी जान्न हम अब यहाँ गेट सेट बन्दै रहेछ कि अब हामी टक्क जान्न हामी देख्न सक्नुहुन्छ गेट बन्दै रेडिल हस्पिन दाई यहाँ गोप्रो चाहिँ हेरिरह कस्तो आहा भनेर नि हस्पिन दाई विपिन दाईले हेरिरह अब हामी जानुपर्ने हुन्छ हेरिदिउँ न कस्तो रहेछ रेडिल तपाईँहरू पनि आउनु रेडिल एकदमै राम्रो हो माडीको एक मात्र फेमस वान अफ द मोस्ट फेमस होइन अझै ग्रो हुँदै दिनु सक्नुहुन्छ अझै नि अब भर्याङ सऱ्याङ बनाउँदै टक्क अब भ्लगरहरूको काम के हो भनेपछि अब घुम्ने ठाउँहरू देखाउने ऊ देख्न सक्नुहुन्छ त्यहाँ मन्दिर बनिरह यहाँ भर्याङ फाइनली हामी यता पुगिसक्यौँ देख्न सक्नुहुन्छ टक्क अब एउटा हातमा अब यो देख्न सक्नु ल अब हामी जाँदै देख्न सक्नुहुन्छ भ्यू रेड हिलको भर्याङ चढेर जानुपर्ने हुन्छ लगभग 150-200 होला टक्क देख्न सक्नुहुन्छ तलको भ्यू अब धेरै दिन भएको थियो भिडियो नहालेको सो आज बनाइदिउँ न भनेर यसो बनाइदिएको कस्तो लाग्ला यस्तो कमेन्ट हानिदिनु होला लाइक सब्सक्राइब हानिदिनु टक्क मन पऱ्यो भने अब यस्तै अझै बवाल भिडियो ल्याउने छु माडीको टक्क भन न अन्डरग्राउन्ड घुम्ने ठाउँ हेर्न सक्नुहुन्छ भ्यू बवाल ग्रिन अहिले भर्खरै फेरि आगो लागि भएर पात झरेर पुरा अहिले पुरा ग्रिन नयाँ पात पलाउँदैछ आजसम्म त सोमेश्वर जान थियो तर प्लान क्यान्सल भयो अनि रेडी लगाइदिएको यही नजिकै आइदिउँ न भनेर यसो लिन सक्नुहुन्छ 1 2 3 4 5 6 8 9 10 11 12 13 14 अब हामी विपिन दाहरू तल छ यता माथितिर जाँदै कस्तो छ भनेर यसो देखाइदिउँ न त रेडिल भनेर चाहिँ बनाइदिएको तपाईँहरूको लागि सो तपाईँहरू नि भिजिट गर्न आउन सक्नुहुन्छ टिकट छैन किनकि अहिले झन् चाहिँ ग्रो हुँदैछ अझै नयाँ थपिदिएको एउटा ट्री टावर हो त्यसमा मिनी ट्री टावर हो अनि भर्याङ सऱ्याङ 2-3टा एउटा ठुलो भर्याङ हो त्यस्तै नर्मल खासै त केही छैन जस्ट माडीको भ्यू देखिन्छ माडी भन्नाले वडा नम्बर 4 अब यता सिधुवाको मकै खोला अनि यहाँ वन भन न प्राकृतिक यस्तो हरियाली हेर्न मन हो भने आउनु होला अब अहिले देखाइदिन्छु म कस्तो छ भनेर दिन सक्नुहुन्छ पुरा डढेरो लाएर आगो लागि प्रदूषण सब कालो भयो गर्मीले
दायाहरू पछाडि हुनुहुन्छ अब के भन्ने अब लास्ट गर्नु मिलायो मैले त जस एसी राम्रो भयो त्यही भएर अब एसीको बिनाले भनौँ न टेन्सनले त्यति भ्लग बनाएको थिएन अब जो सक्यो अब एक हप्तामा सायद भिडियो हाल्छु म भिडियो युट्युबमा कृपया हेरिदिनु होला सपोर्ट तपाईँहरूको मायाले म अगाडि बढ्नेछु थाक्यो यार म त यस्तै माया गरिदिनु सक्नुहुन्छ यही हो ट्री टावर फाइनली हामी ट्री टावर पुगिसक्यौँ आज त मान्छे कोही नि छैन किनकि सोमेश सर अनि गौतम सोमेश सर यता गोदक विक्रम बाबाला सब त्यति गयो आज त खासै मान्छे छैन सो घाम भएर नि होला देख्न सक्नुहुन्छ यही ट्री टावर हो नेपालको झन्डा हाल्यो आज त मान्छे नि छैन देख्न सक्नुहुन्छ यही हो ट्री टावर एउटा टावर बनाइदियो रुखको छेउछाउमा टक्क यहाँ देख्न सक्नुहुन्छ नेपालको झन्डा यही हो हाम्रो ट्री टावर अब यसो सिनेमेटिक सर्ट हानिदिउँ न भनेर त्यही हेर्नु सिनेमेटिक सर्ट टक्क कतिजना लामो देख्न सक्नुहुन्छ चढ्दिएको हामी कति ताला हो 1 2 3 4 कति ताला 5-6 ताला होला लगभग 10 तालै भनौँ न 10 ताला माथि हामी टक्क जाँदैछौँ यसो माडीको भ्यू हेरिदिउँ न त धेरै दिन भयो थियो अहिले देख्न सक्नुहुन्छ माथिबाट तल यही रुखको माथिबाट तल यही रुखको छेउछाउमा बनाए टक्क यही छ ट्री टावर पुरा ग्रिन भ्यू देख्न सक्नुहुन्छ मा कसम बबालै छ आज देखेको दिल गार्डन हो रहा है गाइज भ्यू देखेर दिल गार्डन हो रहा है थकाइसके सब हरायो महाकाडक देख्न सक्नुहुन्छ ओपी महाकाडक यस्तो नि हुन्छ यस्तो नि हुन्छ माडी यस्तो राम्रो फाइनल म लास्टै थाकिसक्यो देख्न सक्नुहुन्छ गर्दैछु साला नुहाइसकेछु म पसिनाले नुहाइदियो कृपया तपाईँहरू आउँदो बेलामा बिहान अनि बेलुका आउनु दिउँसो नआउनु म जस्तै हालत हुनु कृपया मेकअप लायो भने झन् अझै ओ मागु तुरुरा देख्न सक्नुहुन्छ भ्यू यही हो माडी सबैभन्दा सब राम्रो अनि दामी यही हो माडी ल यही हो ट्री टावर विपिन दाई इट्स मी विपिन दाई अश्विन दाई इट्स मी देख्न सक्नुहुन्छ पसिनाले यस्तो हालत खराब भयो कृपया दिउँसो नआउनु होला न त कालो हुनेछ तपाईँहरू नि कालै हुन मन भने दिउँसो आउनु त कृपया भिजिट गरिदिनु होला धेरै खुसी हुनेछ ल यसो अब माथिको भ्यू हेरिदिनु होला ल एकछिन टक्क हुन्छ त्यो माडी हो उताबाट आउनु पर्ने हुन्छ यहाँ यो चाहिँ तलको पहाड हो भनौँ न डाँडा हो त्यो चाहिँ माथि सोमेश्वर हो यहाँनिर मन्दिर हो तपाईँ त्यहाँनिर जानु सक्नुहुन्छ बाबाले हो हामी तर त्यहाँ जान खोजेको थियो तर टाइमै भएन अब कुनै दिन यहीँसम्म आउन त्यस्तो हालत खराब भयो झन् उतामा कति किलोमिटर हो ठ्याक्कै थाहा भएन मलाई तर टाढै हो जो भनौँ न यहाँ चाहिँ घोसरी भन्छ यतातिर यताको डाँडोलाई अनि यो चाहिँ सिधुवा खैरनी अनि यता चाहिँ बेलवा होइन देख्न सक्नुहुन्छ यता चाहिँ अर्को डाँडा सबै डाँडा यो चाहिँ अर्को तलको डाँडामा बनाइदिए जोस् ठिकै हो देख्न सक्नुहुन्छ ग्रिन
यहाँ देख्न सक्नुहुन्छ यो रुखको छेउमा बनाइदिए यही भनौँ न यो रुख टक्क यहाँ यस्तो ल पुरा सबै दुःख हराइदियो त यार आउनु होला भिजिट गरिदिनु होला होइन राम्रो लाग्छ होला त आई होप होइन देख्नै सक्नुहुन्छ जस्तो प्राकृतिक छ वातावरण होइन यहाँ फोटोसोटो राम्रै आउँछ यही हो रेड हिल त्यहाँनिर छ टक्क 2-3टा पिङ अनि चिप्लेटी बच्चाहरूलाई खेल्ने नि छ अनि मिनी ट्री टावर नि छ त्यहाँ अहिले जानेछौँ उता जानेछौँ अहिले त्यहाँ देखाउनेछौँ अब यो चाहिँ यही हो मेन ट्री टावर अनि त्यसपछि यहाँबाट भएर अनि उता बन्दै गयो अझै ग्रो हुँदै अझै राम्रो हुँदै जस होइन यहाँको सरकारको नजर ला जस्तो ग्रो ल अब एकछिनमा भेटौँला एकछिन यसो हावासावा खाऊँ न त अनि ल यसो हावासावा धुवा ल यसलाई भेटौँला जब म तल झर्नु पर्ने हुन्छ दिन सक्दा माथिको यसो मजासजा लिइसक्यो अब तलतिर जाँदै आऊँ अब उताको भ्यू देखाइदिन्छु म कस्तो हो अनि त्यसपछि अनि घर चल्दिने हो तर राम्रै रहेछ टक्क अहिले फ्रेस भएर देख्न सक्नुहुन्छ अघि पुरा पसिनै बनाएको थियो घामले अहिले यसो हावा मस्त चल्यो जस राम्रो ठाउँ हो टक्क हावासावा चल्यो अब टक्क फोटोसोटो हानेर अब हामी म चाहिँ तल आएर दाइहरू चाहिँ माथि फोटो खिचिरह यसो देखाइदिउँ न भनेर तपाईँहरूलाई कस्तो रहेछ भनेर अझै अहिले आउनु होला यस्तो बबाल पछाडिको भ्यू अहिले भर्खरै नयाँ पात पला हो सो त्यसै बबाल ब्याकग्राउन्ड देख्नुहोस् अब म थम्बनेलमा फोटो हाल्छु देख्न सक्नुहुन्छ कस्तो रहेछ भनेर कृपया अहिले आइदिनु होला घुम्न अब टक्क तलतिर जाँदै आऊँ ल जोस् भनौँ न दिउँसोतिर आयो नि ठिकै हो तर अहिले घाममा माडीमा लास्ट गर्मी हो 38 सेल्सियसमा यस्तो घाममा देख्नु सक्नु यहाँ फुवर सर टक्क तपाईँ खाएर यता फालिदिनु होला त्यत्तिकै फोहोर नगरिदिनु होला अब यसो सरसफाइ नि गरिदिनु पर्ने हुन्छ यो चाहिँ नेपालको झन्डा देख्न सक्नुहुन्छ बबाल राम्रै बनाएको जोस मन पर्यो होइन ठाउँ चाहिँ राम्रै हो ठाउँ चाहिँ राम्रो हो होइन तपाईँहरू कृपया फेरि भन्छु 2-3 चोटि भनिसक्यो होला एकचोटि भिजिट गर्नु होला कस्तो नराम्रो लाग्यो भन्ने होइन सो राम्रै छ भनौँ यहाँ पसल हो यहाँ के पाइन्छ खानेकुरा होइन खान सक्नुहुन्छ यहाँ चाहिँ अब टक्क यहाँ चाहिँ पसल हेर्न सक्नुहुन्छ कि खान सक्नुहुन्छ सबै खानु अब त्यहाँ चाहिँ पिङ थियो पिङ अनि अहिले हटाइदियो यता गिटी अझै गुरु बनाउँदै सो त्यही भएर पुरा होइन यहाँको माटो रातो भएर यसलाई रेड हिल भनेको सो त्यही हो यसको नामकरण भनौँ न खासमा अब यसको नाम कसरी रेड हिल भने म भनिदिन्छु खासमा यता माटो रातो पाइनाले यसलाई रेड भनिन्छ नि रेड भनेपछि रेड रातोलाई इङ्ग्लिसमा रेड अनि हिल भनेपछि माथि यस्तो भनौँ न माथि हुनाले जस्तै हिल जसलाई त्यसैले अब क्ल्याप हानेर त जोडेर रेड हिल भयो यहाँ देख्न सक्नुहुन्छ मिनी भनौँ न सानो पिङ सो यहाँ बसेर यसो खेल्न सक्नुहुन्छ टक्क यहाँ हावा यसो खेल्न सक्नुहुन्छ टक्क खेल्न सक्नुहुन्छ यहाँ चाहिँ अब चिप्लेटी होइन टक्क राम्रै अझै होस् होइन म यस्तै चढ्दिनु छु वे अब यस्तो नखेलाम छ होला फोहोर हुन्छ माइन्ड साइड सो त्यो भएर म खेलेन यहाँ टक्क अब यहाँ यसलाई भन्छु प्रेम टाढी यताको गाउँको सो यहाँ प्रेम टाढी हो अनि माथि नि यहाँ सक्नुहुन्छ अब जस्ट राम्रै हो सो
अब माडी भन्दा माडी भनेको यस्तो चिज ठाउँ हो कि यहाँ चारैतिर जङ्गल अथवा पहाडले होइन घेरेको अनि बिचमा एउटा टापु भनौँ न घर अथवा ठाउँ माडी हो होइन। सो जस्तै बर्मुडा म्याप हुन्छ नि चारैतिर समुद्रले घेरेको बिचमा अनि एउटा टापु सो त्यस्तै यो नि छ। तर यहाँ चारैतिर जङ्गलले अनि पहाडले घेरेको बिचमा चाहिँ एउटा टक्क समतल भुइँमा माडी। यहाँको इतिहास भन्नुपर्दा अब खासै थाहा होइन, तर यहाँ चाहिँ फर्स्टमा थारूहरू बस्थ्यो। सो त्यसपछि अनि अरू जातहरू आउन थाल्यो। अनि जस्तै यहाँको प्राचीन मन्दिरहरू भनौँ न पहिलाको सोमेश्वर जान सक्नुहुन्छ। अनि यता पाछुपन्डे गोदक त्यहाँ जान सक्नुहुन्छ। अनि विक्रम बाबा छ टन्ने थाम बैकुण्ठे जस्ता भनौँ न टक्क धार्मिक स्थानहरू छ। कृपया आइदिनु होला, सब भिजिट गरिदिनु होला। अब म देखाउँछु आज फर्स्टमा यसो रेड हिलबाट टक्क सानोबाट स्टार्ट हानिदिउँ भनेर आज रेड हिल। यो चाहिँ मिनी ट्री टावर हो। यहाँ माथिबाट म भ्यू देखाइदिन्छु माथिबाट कस्तो हुँदो रहेछ भनेर। मिनी ट्री टावर टक्क भनौँ न छोट सानै राम्रै छ। तर फर्स्टमा तपाईँहरू यहाँ खाएर यता डस्टबिनमा फालिदिनु होला, त्यो चाहिँ ध्यान दिनु होला। हेर्न सक्नुहुन्छ यहाँको भ्यू, यो मिनी ट्री टावर। यता नि एउटा बस्ती हो टक्क यहाँ देख्न सक्नुहुन्छ घरहरू। ठ्याक्कै यताको बाटोबाट सिधा उता अनि सोमेश्वर जानुपर्ने हुन्छ। त्यहाँ सोमेश्वर मन्दिर हो, तर त्यहाँ मन्दिर इन्डिया र नेपालको बोर्डरमा हो। त्यहाँ इन्डियनहरू नि टन्नै आउँछ। अब टाढै हो होइन, यहाँबाट फेरि उताबाट फेरि माथि त्यो टुप्पोमा मन्दिर हो। त्यो टुप्पोमा जस्ट बिहान गएपछि बेलुका आइन्छ। सो अहिले त्यो मेला खोलिसक्यो। कृपया अब अस्ति नै खोलिसक्यो, आउनु सक्नुहुन्छ तपाईँहरू पनि। गोदक आउनु, त्यहाँ छ विक्रम बाबा होइन, तपाईँहरूलाई सबैले थाहै होला विक्रम बाबा सोमेश्वर होइन। भिजिट हानिदिनु टक्क। अब यहाँ चाहिँ अगाडि ठुलो पिङ हो भनौँ न। त्यहाँदेखि टक्क चिप्लेटीहरू जस्ता यस्तो टक्क के हो राम्रै हो। ठाउँमा आइदिनु, खासै धेरै केही छैन। सो एउटा ट्री टावर हो अनि एउटा मिनी ट्री टावर, 4-5वटा यस्तै पिङ हो। चिप्लेटी हो, एउटा चाहिँ ठुलो पिङ हो। हेर्न सक्नुहुन्छ भ्यू कस्तो छ भनेर। अनि उता नजाऊँ होइन, अब घरतिर लास्टै गर्मी भयो कि मलाई एउटा दिउँसो नआउनु होला। सो अब म घर फर्केर आउँ, यसो तपाईँहरूले देखाइदिउँ अब कस्तो छ भनेर। सो अब हामी चाहिँ घर जानुपर्ने हुन्छ अहिले। सो अब त्यहाँहरू त्यहीँ फोटो खिचेर म चाहिँ यसो तपाईँहरूले देखाउने भनेर आएको। अझै ग्रो हुँदै जोस् ठिकै हो, राम्रो ग्रो होस्, अझै राम्रो होस्, माडी पनि विकास होस् होइन। अझै धेरै ठाउँ त धेरै ल। कृपया फेरि पनि भन्छु आइदिनु होला। अहिले मेला चलिरहेको सोमेश्वर, त्यहाँ गइदिनु सक्नुहुन्छ। अहिले चाहिँ जाने प्लान थियो सोमेश्वर, सो भएन, क्यान्सल भयो। सो त्यही भएर हामी रेड हिल आएको। लास्ट घामला दिउँसो नआउनु होला, न त कालो भइन्छ बेलुका अनि बिहान। बेस्ट राम्रो टाइमिङ हो बिहान अनि बेलुका, जस्ट बेलुकै राम्रो हुन्छ। सो अब त्यही हो। सो लाइक सब्सक्राइब दिनु होला अझै मन पऱ्यो भने। त्यही हो, अब तपाईँहरूले जति सपोर्ट गर्नुहुन्छ त्यतिकै म अगाडि बढ्नेछु। अनि मलाई नि यसो खुसी हुन्छ तपाईँहरूले मन पराइदिनु भने। अनि मलाई नि टक्क मनबाट हल्का यसो अझै नयाँ भिडियो बनाऊँ, अझै घुम्न जाऊँ जस्तो लाग्छ। अब तपाईँहरूले भिडियोमा लाइकै अब भ्युै पुग्दैन, लाइकै हुन्न भनेपछि
अब मनी लाग्दैन जति गर्दा नि आउँदैन सो त्यो भएर सो त्यस्तो लाइक सब्सक्राइब हान्न नछुटाइ गर्नु होला। अझै म अब होइन माडीमा भएको जति सब देखाउने छु। यो चाहिँ मेरो ड्रिम हो तर माडीलाई ग्रो गराउने मेरो ड्रिम छ। भनौँ न अब कसैले देखे होइन नि माडीलाई यसो भनौँ अब भ्लगरको काम त्यही हो अब यसो ठाउँ देखाउने प्राकृतिक नेचुरल सो दाइहरू त्यहाँ टक्क बसिरह अब जानुपर्ने हुन्छ ल। अब कलै भेटौँला नि त ल गाइज। अब धेरै भिडियो नि लामो बनाउनु हुन्न सो टक्क मिठो छोटो मिठो होइन ल सो पुगिसक्यौँ अब टक्क घरतिर जानुपर्ने हुन्छ। जानु लाग्यो गाइज घरतिर यहाँ सक्नुहुन्छ गेट सेट टक्क हलाइ हानी राखिदिएछ। यता चाहिँ बाइक पार्किङ न अब बाइक लिन बिन्दाको कहाँ अब चढ्नु पर्ने हुन्छ अब उता यही हो रेडिल यहाँबाट सिधा यता जाने पर्ने हुन्छ यहाँबाट अनि टक्क हामी चाहिँ घर जानु लाग्यो त्यहीँ घरमै भेटौँला गाइज ल। टक्क घर आइसक्यो अब यस्तो फ्रेस मुखसुख धर आस्टै गर्मी भएको थियो सो माडीमा अहिले धेरै गर्मी छ त्यही भएर अब यसो अब ल आजको भ्लग यही अन्त्य गरौँ होइन। ल मन पऱ्यो लाइक एन्ड सब्सक्राइब हानिदिनु होला नबिर्सनु होला नबिर्सिकन होइन। यस्तै अब बवाल भिडियो ल्याउने छु म अब नेक्स्ट भ्लगमा भेट्नेछौँ। थ्याङ्क यू फर माई वाचिङ भिडियो र यति भन्दै बाई अब नेक्स्ट भ्लगमा भेट्नेछौँ। सी यू नेक्स्ट भ्लग होइन नेक्स्ट टाइम अब नेक्स्ट भ्लग ल गाइज।